रासोपाले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढङ्गले अगाडि बढ्न संसदीय समितिलाई निर्देशन दिएको छ। बिहीबार सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रासोपाले सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा र भिजिट भिसा प्रकरणबारे गम्भीर छलफल भएको जानकारी दिएको छ। बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो। उक्त मुद्दा विरुद्ध पार्टी एक ढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने। यस्तै बैठकले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरिएको छ। नीति तथा विचार विभाग प्रमुखमा डाक्टर स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार रहेका छन्।